मालिका शिरमा संस्कृति बुझ्छ बाजुरा मार्तडी। मालिका शिरमा संस्कृति बुझ्छ बाजुरा मार्तडी। देशको लागि जनता एक हो, पछाडि नहटे। स्वाधीनता हाम्रो प्यारो छ अति, उठाइ छोड्दछौँ। स्वाधीनता हाम्रो प्यारो छ अति, उठाइ छोड्दछौँ। मेची र काली, उत्तर र दक्षिण माला झैँ जोड्दैछौँ। उठौँ न उठौँ, एक भई जुटौँ, अगाडि लम्किँदै। उठौँ न उठौँ, एक भई जुटौँ, अगाडि लम्किँदै। चेतना साथमा समृद्धिसँगै तारा झैँ चम्किँदै। नेपाली कम्युनिस्ट पार्टीको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आयोजित यस विशाल पार्टी एकता सन्देश सभाका अध्यक्ष कमरेड, मञ्चमा रहनुभएका पार्टीका नेता कमरेडहरू, जननिर्वाचित जनप्रतिनिधि कमरेडहरू, साथीहरू, कार्यक्रममा उपस्थित विभिन्न कलाकर्मी, साहित्यकार र पत्रकार साथीहरू, टाढा टाढाबाट हाम्रा कुरा सुनिरहनुभएका सुरक्षाकर्मी र कर्मचारी मित्रहरू तथा नेपालमा न्यायको लागि, समानताको लागि, समृद्धिको लागि नेपाली कम्युनिस्ट पार्टीको झन्डालाई गाउँ बस्तीबाट माथि उठाउन अठोटका साथ यहाँ उपस्थित हुनुभएका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, म तपाईहरु सबैलाई हार्दिक अभिवादन नमस्कार गर्न चाहन्छु। म तपाईहरुको बीचमा यो पहाडको काखमा बसेको मार्तडीको यो विशाल जनसभामा 6 वटा विशाल प्रदेश स्तरीय पार्टी एकता सन्देश सभा र यही प्रदेशका 3 जिल्लाका भव्य जिल्ला स्तरीय पार्टी एकता सन्देश सभाको सन्देश लिएर उभिएको छु। ती सन्देशले भनेका छन्, हामीले जसरी यो देशको स्वाधीनतालाई, नेपाली जनताको समृद्धिलाई, नेपाली जनताको हक अधिकारलाई, नेपाली जनताको गौरवलाई माथि उठाउन हजारौं जनसमुदायले नेपाली कम्युनिस्ट पार्टीको तारा चुनावी चिन्हलाई बोक्ने, यसको होशियार हतौडाङ्कित झन्डाको मुनि एकत्रित हुने संकल्प गरेका छौं। हाम्रो यो सन्देश बाजुराका न्यायप्रेमी जनतालाई सुनाइदिनु होला भनेर मलाई भन्नुभएको छ। आजको यस जनसभामा उभिँदा मलाई यसभन्दा अगाडि पटक पटक यो खुला मञ्चमा यो देशको हितको लागि, जनताको हितको लागि, सुदूरपश्चिमका पिछडिएका जिल्ला गाउँ बस्तीहरूको विकासको लागि जनताको माझमा उभिएर बोलेका कुराहरूको सम्झना हुन्छ। यात्रा गर्ने क्रममा डाँडा र पाखा र घुम्तीहरू आए जस्तै राजनीतिक यात्रामा पनि देशको लागि आवाज उठाउँदा, जनताको हक अधिकारको लागि बोल्दा, सुदूरपश्चिमका जनताको लागि सिंहदरबारमा आवाज उठाउँदा मैले पनि कतिपय घुम्तीहरू र अप्ठ्यारा बाटोहरू पार गर्नु पर्यो। तर मैले जुन पार्टी एकता सन्देश सभामा भाग लिएँ, जहाँ जहाँ म जनताको बीचमा गएँ, सबै हजारौं जनसमुदायले भनेका छन्, जस्तो सुकै घुम्ती आए पनि, जस्तो सुकै जटिल अवस्था आए पनि हामी तपाईहरूले उठाएको देशभक्तिको आवाजको पछाडि छौँ, तपाईहरूको आवाजको पछाडि छौँ, तपाईहरू दृढतापूर्वक अगाडि बढ्नु होला भनेर उहाँहरूले प्रेरित गर्नुभएको छ। आजको यस जनसभामा पनि तपाईहरू टाढा टाढाका गाउँ बस्तीहरूबाट जसरी उपस्थित हुनुभएको छ, मलाई लाग्छ
तपाईहरुको मनमा तपाईहरुले दिएको सन्देश पनि केही छ। त्यसको लागि म तपाईहरुलाई हामी सबैको तर्फबाट मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हामीले लामो समयसम्म नेपालको कम्युनिस्ट पार्टीलाई यो देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, अखण्डता, जनताको विकासको लागि अगाडि बढाउने अठोट गर्यौं। अहिले हामीले कतिपय अप्ठ्याराहरू, जटिलताको सामना गरिरहे तापनि हामी आज तपाईहरुको अगाडि फेरि अब यो देशमा भदौ 23 र 24 गते हामीले जे देख्यौं, हाम्रा सर्वोच्च अदालत जस्ता न्यायालयका भवनहरू, ऐतिहासिक दस्तावेजहरू ध्वस्त भए। सिंहदरबार जस्ता हाम्रो स्वाधीनताको, हाम्रो स्वतन्त्रताको शासन प्रशासनको केन्द्र ध्वस्त भयो। कयौं शासन प्रशासनका केन्द्रहरू ध्वस्त भए। हाम्रो देशको सुरक्षा 2 घण्टा पनि नटिकेको जस्तो देखियो। हाम्रो देशको सुरक्षामा खटिएका कयौं सुरक्षा कर्मीहरूलाई मानवीय सामान्य प्रतिष्ठा र इज्जत समेत नरहने गरिने व्यवहार गरियो। हजारौं हतियार लुटियो, हजारौं गोली लुटियो, कारागारबाट कयौं कैदी बन्दीहरू फरार भए। आदरणीय दिलीबेन थापा दाजुभाइहरू, म अन्तर्राष्ट्रिय कानुन र राजनीतिक शास्त्रको विद्यार्थी हो। मैले संसारका कुनै पनि देशहरूमा 5 घण्टाभित्र यति ठुलो खर्बौंको क्षति, 76 जना मानिसहरूको ज्यान जाने गरी मानवीय क्षति भएको कमै देखेको छु। युद्धमा गएको बेला बेग्लै कुरा हो। 5 घण्टामा हाम्रो देशले जुन क्षति बेहोर्नु पर्यो, म यहाँ सम्पूर्ण उपस्थित बाजुरा जिल्लावासी, देशभक्त, न्यायप्रेमी, लोकतन्त्र प्रेमी दिदीबहिनी तथा दाजुभाइहरूलाई गम्भीर रूपमा सोच्न अनुरोध गर्दछु। आखिर यस्तो घटना किन घट्यो? यस्तो स्थितिमा हाम्रो देश किन पुग्यो? अब यो स्थिति नआओस् भनेर जोगाउनको लागि तपाईहरुको बीचमा नेपाली कम्युनिस्ट पार्टीको झण्डा बोकेर हामी यहाँ आएका छौँ। जति बेला हाम्रा शासन प्रशासनका केन्द्रहरू आगोमा पोलिँदै थिए, त्यो बेला देशको प्रधानमन्त्री को थियो? सरकारमा कुन पार्टी थियो? हामी सबैलाई थाहा छ। प्रधानमन्त्री राज्यको 2टा महत्त्वपूर्ण कर्तव्य हुन्छ। पहिलो एउटा कर्तव्य हो सीमानाको सुरक्षा गर्नु, देशको रक्षा गर्नु। अर्को कर्तव्य हो एउटा सुरक्षित सीमानाभित्र बसेका आफ्ना नागरिकहरूको समृद्धिको लागि सुशासन ल्याएर काम गर्नु। त्यो बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो होइन? केपी ओलीजीलाई कानमा चढाउने को थियो अरे? नेपाली कांग्रेसका प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवा हो कि होइन? तर मैले दुःखका साथ भन्नुपर्छ, जति बेला हाम्रो देशका ऐतिहासिक दस्तावेजहरूमा आगो लागिरहेको थियो, जनताहरू अब देशमा के हुन्छ भनेर त्रसित थिए। त्यो बेला देशको सुरक्षा गर्नुपर्ने, जनताको रक्षा गर्नुपर्ने प्रधानमन्त्री केपी ओलीजी हेलिकप्टर चढेर भाग्नुभयो। देश र जनताको रक्षाको जिम्मा लिएको व्यक्ति, त्यसरी भाग्ने व्यक्तिलाई हाम्रो गाउँघरको भाषामा के भनिन्छ रे? भगुवा। अब त्यस्तो भगुवा व्यक्तिले फेरि म तपाईहरुलाई नेतृत्व दिन्छु, म तपाईहरुलाई अगाडि बढाउँछु, म यो देशको रक्षा गर्छु भन्दा तपाईहरुलाई पत्यार लाग्छ? पत्याउनुहुन्छ? मलाई लाग्छ एउटा विवेकशील कुनै पनि मानिस पत्याउन सक्दैन। उहाँले बालुवाटारमा भदौ 24 गते बिहान 11 बजेसम्म सुरक्षा कर्मीका प्रमुखहरूलाई, सुरक्षा निकायका प्रमुखहरूलाई दमन गर्नको लागि उहाँ थाक धम्की दिइरहनु भएको थियो। प्रधानमन्त्रीज्यू, तपाईले राजीनामा दियो भने देशमा शान्ति हुन सक्छ भन्दा उहाँ मानिरहनु भएको थियो। जब बालुवाटारको ढोकामा विद्रोहीहरू, आन्दोलनकारीहरू पुगे अनि हत्तपत्त उहाँकै शब्दमा
उहाँलाई खुब एउटा शब्द मनपर्छ। के हो त्यो शब्द? कार्यकर्तालाई झोले भन्ने शब्द। उहाँका केही झोलेहरू त्यहाँ हुनुहुन्थ्यो, ती झोलेलाई त्यही छोडेर त एक्लै हेलिकप्टरबाट टाढा। आज हामीले देखेका छौँ नेकपा एमालेको 11औं महाधिवेशन हुँदैछ। भर्खरै मैले एउटा समाचार पढेँ। म विद्यार्थी छँदा त्यो अनराशी रुमाल कति सक्रिय काठमाडौँको स्थानीयवासी कृष्ण गोपाल श्रेष्ठ भन्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँले काठमाडौँका पत्रकारलाई आज भन्नुभएछ, केपी ओलीजीले मदन भण्डारीकी धर्मपत्नी सहयोगता विद्या भण्डारीको सदस्यता समय खाइदिएको हुनाले उहाँ जस्तो क्रूर व्यक्ति अरू कोही पनि हुन सक्दैन, उहाँको व्यवहार मलाई मन परेन, उहाँलाई छोडिदिए भनेर कृष्ण गोपाल श्रेष्ठजीले घोषणा गर्नुभएको। यो मैले भनेको होइन। तपाईँलाई थाहा छ यो देशमा विधिको शासन प्रणाली, सुशासन, भ्रष्टाचारको अन्त्य विदेशीको अगाडि लोकपसार पर्ने होइन। हामी कहिले कसो अगाडि नझुकेको नेपाली, अझ वीर गोर्खाली भने चिनिएका हामी नेपाली अङ्ग्रेजहरूको संसारभरि शासन छँदा पनि हामी स्वतन्त्र थियौँ। त्यस्तो देशका हामी जनताले असमान सन्धि समुदायबाट मुक्त नेपाल निर्माण गर्नुपर्छ भन्ने आवाज उठाउँदा ओलीजीले मेरै सदस्यता खाइदियो। मैले त खाने थिएँ, मेरो मात्रै सदस्यता खाएँ होला। उहाँलाई जसले कानमा काँध थापेका थिए, हिजो प्रधानमन्त्री बन्न सहयोग पुर्याएका थिए, उहाँहरूलाई त माया गर्नु होला भनेको त विद्या भण्डारीजीको नवीकरण भएको सदस्यता पनि खाइदिनु हो। त्यसकारण म यो कुरा मैले किन यहाँ भनेको छु भने अब कम्युनिस्ट पार्टीको नाममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि सँगसँगै सती लैजाने। कम्युनिस्ट पार्टी हामीले नेपाल कम्युनिस्ट पार्टी बनायौँ, दुईचोटि प्रतिनिधि सभा विघटन गरेर कम्युनिस्ट पार्टी पनि खरानी भयो। त्यसपछि सर्वोच्च अदालतबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमाले अलग अलग हुने षड्यन्त्रकारी निर्णय भयो। त्यो निर्णयपछि हाम्रा अहिलेका पार्टीका संयोजक कमरेड माधव कुमार नेपालले केपी ओलीसँग वार्ता गरेर एउटा कार्यदल बनाउनु भयो। म पनि त्यसको सदस्य थिएँ। 10 बुँदे सहमति भयो। त्यो 10 बुँदे सहमति पनि उहाँले कार्यान्वयन गर्नु भएन। त्यसपछि नेकपा एमालेलाई पनि खरानी बनाउनु भयो। कतिवटा खरानीका डल्ला भए? 2टा। त्यसपछि उहाँले भन्नुभयो अब राति 12 बजे नेपाली काङ्ग्रेससँग मिलेर पहाड जस्तो कसैले हल्लाउन नसक्ने तोपले हाने पनि त्यो नढल्ने त्यस्तो शक्तिशाली सरकार बनाउँछौँ, सुशासन ल्याउँछौँ भनेर उहाँले भन्नुभयो। भदौ 24 गतेको आधा दिउँसो हुँदा उहाँले भनेको त्यो पहाड पनि ढल्यो। तोपले हान्नै परेन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाऊ, भ्रष्टाचारीलाई जेल लग, कारवाही गर, सुशासन देऊ भनेर काठमाडौँका सडकमा नारा लगाउने, आवाज उठाउने नवयुवा र युवा जसलाई अमेरिकी समाजशास्त्रीको शब्दमा जेन जी भनिएको छ। अर्थात् जेन भनेको जेनेरेसन पुस्ता, जी भनेको अमेरिकनहरूले दिएको नाउँ, त्यो नेपालीको दिमागमा हालिएको छ। जेडलाई जी भन्ने चलन छ। त्यहाँ ती युवा र नवयुवाको आवाजले त्यो पहाड जस्तो नढल्ने, तोप्ने नढल्ने भन्ने काङ्ग्रेस एमालेको सरकार ढल्यो र त्यो तेस्रो खरानी बन्यो। यसरी ओलीजीले नेपाल कम्युनिस्ट पार्टीको बहुमतको झन्डै बित्याएको सरकार प्रतिनिधि सभालाई खरानी बनाउनु भयो, नेकपा एमालेलाई खरानी बनाउनु भयो, अनि गठबन्धनलाई खरानी बनाउनु भयो। अनि आज एमालेको महासचिवले भाषण गर्नुभएछ, अब हामी खरानीको डल्लोबाट माथि उठ्छौँ। खरानीको डल्लोबाट होइन साथीहरू, अब खरानी घसेर हिँड। आज मार्तडीको यो जनसभाले भर्खरै नेकपा एमाले परित्याग गरेर नेपाली काङ्ग्रेस परित्याग गरेर आउनु भएका यहाँ पङ्क्तिबद्ध हुनुभएका जनताले उहाँले त खरानीबाट उठ्छु भन्नुभएको थियो, खरानीबाट उठ्छु होइन, खरानी घसेरै हिँड भनेर पुष्टि गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी यो देशको राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न चाहन्छौँ। आज झन्डै 1 करोड नेपालीहरू मुगलान गएका छन्। तपाईँहरूका पनि 12 कक्षा उत्तीर्ण गरेका सन्तान मलाई अस्ट्रेलिया पठाऊ, जापान पठाऊ, पठाउन नसक्ने घर बेच, खेत बेच, सुन बेच सायद भनिरहेका होला। बाजुरा जिल्ला मात्र होइन, नेपालभरिका जिल्लाहरूमा जाऊ, तराईमा समेत हाम्रा उर्वर उब्जाउ जमिनहरू बाजा भइरहेका छन्। ती बाजा जमिनमा कतिपय ठाउँमा त बदल र बानरहरूको राज भइसकेको छ। काम गर्ने पाखुरीहरू देशमा छैनन्। त्यसकारण अब हामी विगतका गल्ती कमीहरूलाई सच्याएर यो देशको कृषिमा आमूल परिवर्तन गरेर नेपाली युवा र नवयुवाहरूलाई यही देशमा रोजगारी दिलाउने प्रणालीलाई बलियो गरी स्थापित गर्न चाहन्छौँ। त्यसै कारण हामी 16 घटक एक ठाउँमा आएका छौँ। हाम्रो देशमा नदी नालाहरू, जडीबुटी, खप्तरको पदमचाल हेर्नुहोस्, स्यासा गुम्बा हेर्नुहोस्, कतिपय ठाउँको हामी गरिब छैनौँ, तर हाम्रो देशलाई गरिब हुन बाध्य पारिएको छ। कयौँ देशहरूले हाम्रो संस्कृतिमाथि आक्रमण गरेका छन्, हाम्रो आत्मनिर्णयको अधिकारमाथि आक्रमण गरेका छन्। हामी बार फाउन्डेसनका कुरा सुन्छौँ। हामी नेपालीको नाममा तिब्बती रगत, तिब्बती मूलको रगत भनेर हातमा टाटु बनाएर नेपालका शासन प्रशासनका केन्द्रहरू जलाउने षड्यन्त्र भएको देख्छौँ।